विषय शैक्षिक सत्र 2082 को लागि छात्रवृत्ति विवरण अनिवार्य रूपमा पेश गर्ने अनुरोध। काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियम 2074 को दफा 10 मा छात्रवृत्ति तथा निशुल्क शिक्षाको व्यवस्था गरिएको छ। सोही नियम बमोजिम शैक्षिक सत्र 2080 मा कक्षा 10 सम्मका 465 विद्यालयका 13,000 भन्दा बढी विद्यार्थी र शैक्षिक सत्र 2081 मा 19,000 भन्दा बढी विद्यार्थीले विभिन्न प्रकारका छात्रवृत्ति प्राप्त गरेका छन्। यस वर्ष पनि विगतका शैक्षिक सत्रहरूमा जस्तै विद्यालयहरूलाई सहजीकरण गर्न छात्रवृत्ति प्रविष्टि प्रणाली निर्माण गरिएको छ। शैक्षिक सत्र 2082 मा कक्षा 10 सम्मका विद्यार्थीहरूलाई विद्यालयले प्रदान गरेको छात्रवृत्तिको सम्पूर्ण विवरण यहाँ दिइएको लिंकमा क्लिक गरी सम्बन्धित विद्यालयलाई इमेल र एसएमएस 2082.02 मार्फत उपलब्ध गराइएको प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरी 2082.01 गतेभित्र अनिवार्य रूपमा प्रविष्ट गर्न सूचित गरिन्छ। नियम अनुसार विवरण पेश नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन दफा 56 र 57 बमोजिम विद्यालयलाई दिइएको अनुमति वा स्वीकृति रद्द गरिने वा कानून र अन्य निवारक कानून बमोजिम कानूनी कारबाही गरिने जानकारी गराइन्छ। काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूले जेहेन्दार, अपाङ्गता भएका, असहाय र गरीब, विपन्न, महिला, दलित, जनजाति, हिंसा पीडित र शहीद परिवारका विद्यार्थीहरूलाई समावेशी आधारमा कक्षा 1 देखि 10 सम्म छात्रवृत्ति प्रदान गर्दछन्। माथि उल्लेख भए बमोजिम विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा 10% घटाइएको छैन। यसका लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूबाट निवेदन संकलन गरी 2082 जेठको पहिलो हप्ताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरिन्छ। छात्रवृत्ति वितरण गर्दा काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 को दफा 50 बमोजिम गठित छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र वितरण गर्नुपर्नेछ। समितिद्वारा छनौट गरिएको सिफारिस मात्र मान्य हुनेछ, अन्यथा कानूनी कारबाही गरिने जानकारी गराइन्छ। सबै विवरण प्राप्त भएपछि छात्रवृत्ति पाउने विद्यार्थीहरूको सूची प्रकाशित गरिनेछ। कानून निर्माणको महत्व त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ। यस कार्यान्वयनबाट हजारौं विद्यार्थी भाइबहिनीहरूले छात्रवृत्ति प्राप्त गरेका छन्। त्यसैले हामी कानून निर्माण र कार्यान्वयन दुवै पक्षमा समान रूपमा गम्भीर छौं भन्ने कुरा फेरि स्मरण गराउँदछौं।